गाइस कसको 3 दिन छुट्टी छ हैन। मेरो छ हैन, महिनोपछि छुट्टी पाएको हैन। छुट्टीको प्रयोग गर्नु पर्यो हैन। म खासै बाहिर जान्दिनँ हैन। अब यस्तो रुममा यस्तो मोमो सोमो हैन परिकार बनाएर खाने हो अनि सुत्ने हो, खाने हो सुत्ने हो। 3 दिन पुरा फुट्टु खाएर रेस्ट गर्ने हो। कोलाई मन पर्छ आउनु होला, जोइन हुनु होला है हाम्रो मोमो खाना। गाइस यहाँ मोमोको डल्लो बनाउँदैछु हैन। म मेरो भोइसमै बनाइहाल्छु किनकि यहाँ भोइस ओभर गर्दा हल्ला धेरै के यो रुममा, अनि त्यही भएर मलाई चाहिँ खासै बनाउन आउँदैन। म रोज सेप टाइपको यस्तो बनाउँछु, सिम्पल मिठो छोटो मोमो टन्न किमा भरेको। अहिले म बनाइसी रेडी भएपछि खाने बेलामा देखाउँछु। मोमो, होममेड मोमो डल्ले सम्झेर नि मुखमा थुकायो। तातो छ। Oh my God, एकदम जुसी। मैले बटर हालेको थिएँ अनि यो होममेड छ, मासु हैन, बटरले गर्दा मिठो।